गुड आफ्टरनुन सबै मेरो प्यारो प्यारो साथीहरूलाई। र आज चाहिँ धेरै काम घरको काम गर्दा गर्दा बिसाउने फुर्सद पनि नपाएर चाहिँ भिडियो पनि बनाउनु पाइनँ आज चाहिँ हो। एक कोरो काम गरेकै गरेर साथीहरू पुरा थाकेँ म चाहिँ। अन्त नुहाइधुवाइ गरेर चाहिँ केस सुकाएँ घाममा। त्यहाँदेखि सरी बेडमा ढल्केको त भुस भएछु म त। अन्त आज चाहिँ आमाले खाजा बनाउनु भयो हो। अन्त मलाई रुममै लगिदिनु भएको थियो बिचारा आमाले। आज चाहिँ खाजा बनाएर मलाई अन्त मजाले खाएँ मैले। किचनमै ल्याएर खान्छ आमा बाबासितै। अन्त बेबुको स्कुलबाट आउने टाइम हुनु आँट्यो नि त हो। अन्त घरको खानाहरू अब त्यसले चाहिँ प्रायः यस्तो ब्रेडहरू के मन पराउँछ। हिजो पनि मैले चाम्रे खाएँ भन्दा बिस्केँ नि त। अन्त ब्रेड चाहिँ सकेको थियो घरमा र बेबुको लागि चाहिँ अहिले दोकान गएर ब्रेडहरू लिएर आएको छु। भित्र छ यहाँनिर हो। आज चाहिँ मजाले घाम लागिरहेको छ कालिम्पोङमा। पछाडिपट्टि देख्नु हुँदैछ होला कति दामी आकाश देख्दैछ हेर्नुहोस् त। पहाडीको सिनहरू। तपाईँहरू के गर्नु हुँदैछ सबैजना? लन्चहरू गरिसक्नु भयो होला। हामी चाहिँ बिहान 10 साढे 10 मा जान हौ छोड दैलो खोल्नु दिँदैन हौ। खाना खाएर चाहिँ दिउँसो चाहिँ हामी खाजा खान्छ नि त। अन्त आज चाहिँ आमाले बनाएर दिनुभयो। यहाँ हेर्नु नि उपद्रे कम्ती छैन। गेट पो उसले खोल्छ। गेट उसले खोल्छ अरे मेरो लागि। हातमा नि खोस्रिदियो हौ। अब्बारै बाठे हुन्छ नि। कान्छीको बिचो पार्छ यसले टोकेर कान टोकेर। आधी जिउको भुत्ला त यसले तानेरै उखालेर हेर्नु त भुइँभरि पारिदिन्छ हौ। टोकिँदैन कान्छी यसलाई दे न दे धुलाइदे यसलाई पक्कै लाउँछ नि। साथीहरू छतको हिजो रोपेको फुलहरूमा पानी हाल्नु आएको थिएँ कि यहाँ पानी हाल्दै जाँदा चाहिँ यो फुल मैले यादै गरेको थिइनँ हो। यो प्लान्टबाट चाहिँ यस्तो फुल निक्लेको छ हेर्नुहोस्। यो प्लान्टको मलाई नाम याद छैन। कसैलाई थाहा छ भनेदेखि चाहिँ भन्नुहोस्। कति दामी फुलेको छ हेर्नुहोस् त। भर्खर निक्लिँदैछ यो फुल। तर यति डरलाग्दो घोद्दो रहेछ यसको काँडाले चाहिँ। सिसा प्लास्टिकको फुल जस्तै छ यहाँ। के होला यसको नाम चाहिँ भन्नुहोस् है कोही साथीहरूलाई थाहा छ भनेदेखि चाहिँ। एउटा चाहिँ फुलेछ। यहाँ अरू पनि छ थुप्रै। अब तिनीहरू पनि फुल्छ होला। मजाको आएछ। कस्तो दामी। बेबुको लागि चिया बनिसकेको छ यहाँनिर। चिया र ब्रेड। थ्याङ्क यू दिनुहोस्। खानुहोस् मेरो भदैनी। दिनभरि पढेर आउनु भएको छ। अब ब्रेड र चिया खानुहोस् ल। हुन्छ। फोन मैले चार्जमा हालिदिएको थिएँ नि। चार्ज भएछ तपाईँले निकाल्नु भयो। ए अँ निकालिदिएको थिएँ। खाता कस्तो छ ब्रेड? प्लेन ब्रेडै ल्याइदिएन भर्खर ल्याएको रहेछ नि। किन अर्को ब्रेड चाहिँ मिठा थियो? मनपर्छ मिठा? म त मन पर्दैन। म चिया खान्छु। चिया खाने रे आमा। आजको हाम्रो सब्जी हेर्नुहोस्। यो यसको नाम चाहिँ मलाई थाहा छैन हो के भन्छ। म चाहिँ सानो खालको काँक्रा भन्छु। मलाई चाहिँ पुरा मनपर्छ यो सब्जी। अन्त आमाले पनि मन पराएर खानुहुन्छ। ऊ बेबोले पछाडि भन्दैछ मलाई चाहिँ मनै पर्दैन हो। बेबो र बाबाले चाहिँ खानु हुँदैन। र मैले चाहिँ आधी केजी ल्याएको थिएन। त्यसलाई चाहिँ 2 भाग गरेर अलिकति उबारेर राखेर एक पावा जस्तो चाहिँ निकालेको छु। बाबा र बेबोलाई चाहिँ म मसरुम बनाइदिन्छु। म र आमा चाहिँ यो खाने। मलाई मसरुम मन पर्दैन नि त। अनि यो खाने है साथीहरू। नाम चाहिँ थाहा छैन मलाई यसको। म चाहिँ सानो खालको काँक्रा भन्छु। मलाई चाहिँ पुरा मनपर्छ यो सब्जी चाहिँ। काट्दैछु म। पटपर भुट्नुपर्छ कि अदुवा लसुन लगाएर टेस्टी हुन्छ। आजको मेरो र आमाको सब्जी है यो।